अब यहाँबाट हामी अगाडि बढ्दैछौँ। पिकनिक स्पोट जहाँ बनाइएको त छैन, त्यहाँ पनि सानो एउटा ठाउँ भेटाएका छौँ। खुशबू धीरे धीरे बढ़े आगे, पहले पहले महक उठे खुशबू। हाम्रा विद्यार्थीहरू भुलभुलैयामा परेका रहेछन्। अपन बनना सपना देखन मायर की खुशी फहराए, पहले पहले प्रेम महक उठे खुशबू धीरे धीरे बढ़े आगे। कालो चस्मा अगाडि अगाडि लाइन पर्छ विशाल बजारको एकदम अलिकति भिडियो अफ भयो। हाम्रो एउटा फोटो सेसन भइरहेको थियो। आज एक पोस्ट छ हो हाम्रो विद्यालय श्री शङ्कर सरस्वती आधारभूत विद्यालय धनगढी उपमहानगरपालिका वडा नम्बर 19बाट आज हामी डोटी जिल्लामा पर्ने बुटर भन्दा केही 8 किलोमिटर अगाडि पर्दो रहेछ यो बुटर सरकार। त्यसपछि हामी अलिकति अगाडि बढ्छौँ। के छ ठिक छ? कतिको रमाइलो भइरहेछ? एकदम रमाइलो है। कतिका मान्छे छन्? धेरै छन्, लाग्यो जति। एकदम रमाइरहेका छन्। आफ्नो तिमीले मोबाइल ल्याएनौ? ल्याएछु। ए फोटो कतिको खिच्यो? खिच्यो हल्का हल्का। झरना देखाइदियो त कता हो? यतातिर हो झरना त। झरना आउला देखाइराख देखाइराख। यो झरना हाम्रो विद्यार्थीले झरना देखाए। झरना कस्तो लाग्यो? झरनाको बारेमा भन्नु। म एकजनालाई इन्टरभ्यू लिन्छु। एकैछिन मनोजलाई सोध्छु। भन्छन् कसले जवाब दिन्छ? मैले मान्छे भेटाएर इन्टरभ्यू लिन खोजेको सबै भाग्दैछन् यहाँबाट। मालिनु त है भिडमा न है मातिर मैं अभी तेरे यति राम्ररी खिचाउन लाग्यो खिच्न लाग्यो त्यहाँ पनि हाय अरे त्यो बुढी भागी कहिले पानी खान बेला भने यस्तो जोडी बनाइ खिचाउन लाग्यो
फसाउने विचार त गर्नु होला है। पछि अलि यसरी कुनै लाग्यो खाली मेरो एउटा प्रतियोगितामा छ विद्यार्थीसँग सबै टिचरले स्टाफको एउटा खिच्नुपर्ने हो लाग्छ न। लास्टमा सबैले उभिएर खगेन्द्र हेरियो झरना हेरियो कस्तो लाग्यो? ठिक लाग्यो राम्रो छ एकदम। यसको यहाँको वातावरणदेखि लिएर बोट बिरुवाहरू कस्तो लाग्यो? किन भागिराख्यौ तिमी? होइन यता हेरेर बोल न। कहाँ ल हामी यो सबै रिपोर्टर त होइन रिपोर्टिङ लिइरहेको छ हाम्रो विद्यालयका विद्यार्थीहरूको कतिको आनन्दमा रमायो भन्ने कुरा देख्न सुन्छ। पारिपट्टि हाम्रो यो पिकनिक स्पोर्ट अन्तर्गतको खाना पाकिरहेको छ। यता मालदा रिसाउँदै हुनुहुन्छ फेरि पानी। मालदा कतिको पानीको व्यवस्थापन कतिको भएको छ? पानीको व्यवस्था राम्रो छ। राम्रो छ। यहाँबाट अलिक टाढो पऱ्यो होइन? यहाँ लगभग 50 मिटर अनुमान हाम्रो भान्साबाट ठिक छ राम्रो छ। राम्रो छ। खाना राम्रो बन्छ। ठाउँ अब सफा आफूले गर्नुपर्छ मेन त्यो कुरा हो। खाइसकेपछि अब ठाउँ प्रयोग गरिसकेपछि त यो देखिने भन्नु पर्यो नि। यो सबै अब फोहोर भइसकेपछि त सफाइ त गर्नै नै पर्छ। त्यसैले अब धारा देखाइदिनुहोस् न एकचोटि कता हो हाम्रो? यहीँ खोल्नुपर्छ। हाम्रो मान्छे अब यो पानी भर्दै हुनुहुन्छ। पिउने पानी हो यो खासमा। पाठो मार्नु पर्यो भन्नुहुन्छ माइलदाले। बाल्टीमा पानी भर्दै हुनुहुन्छ एकैछिनमा। ल ठिक छ माइलदा भरेर ल्याउँदै गर्नु होला। म अगाडि बढेँ है त। बोइलर पाक्यो बोइलर पाक्यो। हाम्रा सिंह सर हुनुहुन्छ यतापट्टि। एकचोटि सर यो बुडर झर्नाको बारेमा यसो 2-4 शब्द भनिदिनु भए राम्रो हुन्थ्यो। हजुर अब यो बुडर झरना त राम्रो रहेछ सर। खासै अहिले त अब पानी त उसरी चाहिँ पर्याप्त मात्रामा छैन। पानी त थोरै छ तर हेर्न लायक छ। यहाँको प्राकृतिक वातावरण राम्रो छ। सहरा राम्रो छ। हजुर मान्छेहरू चाहिँ अब धेरै आवत जावत धेरै हुँदो रहेछ। मान्छेहरू धेरै आउँदो रहेछन्। मान्छेको भिड हुँदै मान्छेको भिडभाड हुँदो रहेछ। अन्य बार भन्दा पनि शनिबारमा मान्छेको भिडभाड धेरै हुँदो रहेछ। जो हेर्न लायक ठाउँ छ। हजुर। अनि यहाँको वरपरको वातावरण हजुरलाई कस्तो लाग्यो? यहाँको वनस्पतिदेखि लिएर बोट बिरुवा राम्रो छ। यहाँको सौन्दर्य एकदम र यहाँको वनस्पति र हरियाली त एकदम राम्रो छ। वातावरण एकदम राम्रो छ, सुन्दर छ, हेर्न लायक छ। एकदम मनमोहक वातावरण छ यहाँको। एकदम धन्यवाद सर। यहाँको दृश्य सरले भने जस्तै एकदम मनमोहकै छ। एकदम रमणीय ठाउँ छ। यस्तो राम्रो हरियाली चारैतिर डाँडा छन्। अनि यहाँ हुनुहुन्छ हाम्रा चन्द्र सर। के छ हजुरको यो कस्तो देख्नुभयो? यो म त सर पहिले आएको सर। यहाँ कहिले पनि घुम्न आएको होइन। एकचोटि हजुरको परिचय पाउँ न। कहाँबाट आउनुभयो? अलि प्रश्नसँग भनिदिनुहोस् न। हामी धनगढी फुलबारी शङ्कर सरस्वती अन्नपूर्ण आधारभूत विद्यालयबाट आएका हुन्। हजुर। अनि तराईतिर बसोबास गर्ने केटाकेटीहरूलाई पहाडतिरको मनमोहक दृश्य देखाउनुको लागि र उनीहरूलाई विज्ञान सम्बन्धी विभिन्न किसिमका अध्ययनहरू वैज्ञानिक सिकाइ गराउनुको लागि हामी यो बुडर झरनातिर एकचोटि शैक्षिक भ्रमणमा आएका हौँ। एकदम सर। पाठसँग सम्बन्धित विषयवस्तुहरू समेटेको यो हाम्रो ठाउँ छ। यसो हेर्दाखेरि चारैतिर भनौँ न भौगोलिक बनोटको आधारमा हामी किताबमा मात्रै पढ्ने गर्थ्यौँ भने अहिले यसो हेर्दाखेरि यहाँ डाँडाकाँडा अग्ला पहाडहरू देखिन्छ। र त्यसभन्दा अगाडिपट्टि गयो भने झरना
पानी माथिबाट झरिरहेको देखिन्छ। यसरी हेर्दाखेरि एकदमै नै रमाइलो र पाठसँग सम्बन्धित विषयवस्तुहरू सिकाउन हामीलाई सहज हुने भएकोले हामी अहिले वर्ष उहाँ सरले चन्द्र सरले भनेअनुसार सेलेक्ट गरेका थियौँ भनेर भन्नुभयो बोर्डर झरना हेर्ने भनेर। बाँकी अरू कुरा केही थप कुरा अब वैज्ञानिक सिकाइ अन्तर्गत विद्यार्थीहरूले तराई क्षेत्रमा भएका बोट बिरुवाहरू र पहाडी क्षेत्रमा भएका बोट बिरुवाहरूको बारेमा अलिकति उनीहरूलाई जानकारी हुने भयो, उनीहरूले हेर्न पाउने भए रुख बिरुवाहरू कस्ता हुन्छन्, कस्ता किसिमका यिनीहरूका पातहरू हुन्छन्, कस्ता किसिमका बोट वनस्पति हुन्छन् भन्ने कुराहरू यो क्षेत्रमा आएर हाम्रा साना साना भाइ बहिनीहरू 6-7 मा पढ्ने भाइ बहिनीहरूले देख्नु पाउँदा साह्रै रमाइलो लाग्यो आजको हजुर मिति। गुड एकदमै नै उहाँ सरले उहाँ सरले कि पाठसँग सम्बन्धित विषयवस्तुहरू यो क्षेत्रमा सिकाउन पढाउन बुझाउन भनौँ न प्रत्यक्ष अवलोकन गराउन सजिलो हुने भएकोले यस वर्ष हामीले यस बोर्डर झरनालाई सिलेक्ट गरेका हौँ अध्ययन शैक्षिक भ्रमण अध्ययनका लागि भनेर भन्नु। उहाँलाई धेरै धेरै धन्यवाद। हस् त, थ्याङ्क यू सर।